यो सरकार यो देशलाई भ्रष्टाचार, व्यथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ। आज प्रतिपक्षले बोल्दा तपाईले गुण्डा भनेर बयान गर्ने, आज देशको अवस्था कहाँ गइसकेको छ। आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। माननीय सदस्यहरू, नियमापतिलाई मिल्छ, नियमापति गर्न मिल्छ, बस्नु, तपाईहरु बस्नु, नियमापति गर्न मिल्छ। तत्कालीन सरकारले चलाएको गोलीबाट यही सिंहदरबार अगाडि ढलेको जेन्जीको रगत अझै राम्रोसँग सुकेको छैन। हामी गोली खान तयार छौं, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौं। जेन्जी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। जेन्जी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ। तपाईहरुको प्रहरी भन्ने शब्दलाई आज नै अहिले नै यो संसदको रेकर्डबाट हटाउनको लागि म सम्मानित सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु। धन्यवाद। प्रहरी जनताको हुन्छ हजुर, कुनै सत्ताको चाकडी गर्नेवाला प्रहरी हुँदैन। अहिलेको सरकारले कति गुण्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? यदि थाहा छैन भने हामी प्रमाणका साथ त्यो हामीले चाहिँ जुन उहाँहरूले अराजक भन्नुभयो, जुन गुण्डा भन्नुभयो, उहाँहरूले चाहिँ कतिको अराजकता गर्नुभएको छ र कतिको सभ्य भाषा बोल्नु भएको छ। बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिलले कुनै बेला भन्नुभएको थियो, जब मानिसहरू सत्यको सामना गर्न सक्दैनन् तब उनीहरू परिवर्तनमाथि नै औँला उठाउन सुरु गर्छन्। सभामुख महोदय, यो भनाई आजभोलि यो सदनमा भइरहेका केही प्रतिपक्ष दलका दिग्गज माननीय ज्यूहरूका गतिविधिहरूसँग निकै मिल्दोजुल्दो छ। सभामुख महोदय, भदौ 23 र 24 गते यो देशमा कसैले नसोचेको विद्रोहको आँधी आयो र त्यो आँधीको आकाशबाट गुज्रिएर तत्कालीन सरकार हेलिकप्टर चढेर बेपत्ता भयो। त्यस पश्चात यो देशमा अन्तरिम सरकार आयो र त्यो सरकारको नेतृत्वमा यो देशमा भएका सबै राजनीतिक दलहरू चुनावमा होमिए। चुनावमा आम नेपाली जनताले विश्वास र भरोसा गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई 182 सिट सहित बहुमत प्रदान गरेर यो देशको नेतृत्व गर्न पठाए। फलस्वरूप आज यो देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हालेर हिँडिरहेको छ। तर सभामुख महोदय, सदन सुरु भएको दिनदेखि सरकार बनेको दिनदेखि आजको दिनसम्म आइपुग्दा यो सरकारको वैधानिकतामाथि नै बारम्बार प्रतिपक्ष दलका दिग्गज मान्यज्यूहरूबाट प्रश्न उठाउँदै आइरहेको छ। भनिएको छ कि संसद भवन जलाएर सिंहदरबार छिरेका अनि टिओबी ग्याङ, अनि उहाँहरूले एउटा एकदमै धेरै दोहोर्याउने शब्द जुन कहिल्यै पनि सुन्न मन पर्दैन, त्यो एल्गोरिदमबाट चुनाव जितेको। सम्माननीय सभामुख